औपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर फलेको वृक्षको हाँगा नझुकेको कहाँ छ र। नमस्कार, उपस्थित सम्पूर्ण महानुभावहरू, मेरो फेसबुक पेज र मेरो युट्युब च्यानलमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दछु। म भास्कर बुढा मगर र घर भने रोल्पा पूर्वी सुनसरी गाउँपालिका गाउँ हो र अहिले म जन्मथलो मेरो गाउँमै छु। एकदम खोलामा आएको छु। यहाँ खोला छ, यहाँ खोलामा छु र पेसाले चाहिँ व्यवसाय चाहिँ म म्याग्दी बेनी पर्वत बेनीतिर छु र आज विगत 1-2 दिन मात्रै भयो गाउँमा आएको। र सो म यहाँ गाउँमा आएको थिएँ, खोलामा आएको थिएँ, माछा मार्ने क्रममा माछा मारेको थियो। सो यो खोला यसरी सुकाएर चाहिँ माछा मारेका थियौँ हामीले। खोला सुकाएर माछा मारेको, माछा समाएको भिडियो तपाईँहरूलाई मैले युट्युबमा अपलोड गरेको छु, फेसबुकमा अपलोड गरेको छु। सबैजना गएर हेरिदिनु होला। सो लाइक गरिदिनु होला। कुन ठाउँबाट हेर्नुहुन्छ, तपाईँलाई माछा मनपर्छ, कतिको माछा मनपर्छ, यसरी हामी खोला सुकाएर मारेका थियौँ। सो थ्याङ्क यू सो मच, आई लभ यू। फेरि पनि भेटौँला। अब नाइस डे, अब ग्रेट डे। माछा समातेको माछाको भिडियो हेर्न चाहनुहुन्छ भने युट्युब च्यानलमा गएर हेर्नु होला। rlps.nepal भन्ने सर्च गर्नु युट्युबमा।